हे गाइस, वेलकम टु माई मिनी ब्लग। तपाईँहरूले दिलदेखि स्वागत छ मेरो मिनी ब्लगमा। गाइस, आज म जानेछु इन्डिया के गर्न जानेछु भने होइन, मेरो काम छ इन्डिया र कुन ठाउँ भने म जानेछु पलिया इन्डियाको। र अहिले चाहिँ हामीहरू जाँदैछौँ र म अहिले नदीको किनारमा हिँड्दैछु र धेरै घाम छ होइन गाइस, चर्को अनि गाह्रो छ। अनि मलाई मेरो मम्मी जाने थियो कुरा गर्दै होइन। अनि एकछिनपछि हामीहरू इन्डियामा पुगिसकेछौँ र म बसको वेट गर्दै थिएँ। अब कतिखेर आउँछ बस भनेर होइन वेट गर्दै थिएँ। र अहिले चाहिँ हामीहरू बसमा बसेर आइहालेछौँ पलियामा। र अहिले चाहिँ हामीहरू हस्पिटलमा आएको थियो, केही काम थियो त्यसैले। अनि अहिले चाहिँ हामीहरू हस्पिटलबाट काम निप्टाएर जानेछौँ आफ्नो डेस्टिनेसनतिर अब जानु पऱ्यो होइन। अनि एकछिनपछि हामीहरू कामसाम निप्टाएर, एकछिन त होइन धेरै टाइम लागिहालेको थियो र साँझ भइहालेको थियो। र अहिले चाहिँ हामीहरू जाँदैछौँ घरतिर। र यो हामीहरू जाने थियो घरतिर पलियालाई बाई बाई भन्दै होइन, इन्डियालाई बाई बाई भन्दै हामीहरू घरतिर जाँदै थियो। र अहिले चाहिँ हामीहरू यहाँ वनमा पुगिसकेछौँ। वन मतलब जङ्गलमा। र जङ्गलमा अहिले हामी रुकेछौँ किनभने अहिले आउँदैछ ट्रेन। र अब अहिले आउँछ, तपाईँहरू आवाज सुन्न सक्नुहुन्छ ट्रेनको। अहिले चाहिँ हामीहरू होइन ट्रेन हेऱ्यौँ र ट्रेन पनि आयो। तपाईँहरू पनि हेरिहाल्नु होला कस्तो स्पिडले जाँदैछ, धेरै लामो छ होइन गाइस। र एकछिनपछि हामीहरू बसमा बसेर आइहालेछौँ फेरि होइन, फिर्ता चननचौकीतिर। अहिले हामीहरू नेपालतिर जाँदैछौँ र धेरै गाह्रो थियो होइन, बसमा पनि धेरै भिड थियो, धेरै घाम थियो। अहिले हामीहरू जाँदैछौँ घरतिर होइन। अहिले चाहिँ म यहाँ एक्लै छु किनभने म एक्लै हालेँ बाइकमा बसेर। अहिले चाहिँ म नदीको किनारमा एक्लै छु, केही भुत पछाडिबाट आएर समाति नहालोस्। र एकछिनपछि हामीहरू होइन घरतिर आइहाल्यो र म नुहाइ गरेर म पङ्खा फिट गरिसकेको छु। र बाहिर हेर्दै पङ्खाको हावा खाँदै पङ्खा हेर्दै होइन म बसेको थिएँ। अब मजा आउने हो, अब पङ्खा पनि फिट गरिसकेँ होइन, चिसो हावा। र आजको मिनी ब्लगमा यतिकै होइन गाइज, बाई। भिडियो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु ल, बाई।